हेलो नमस्ते सेवा रो एन्ड सेवा। आज चाहिँ म गाडी सिक्न पुपुङ गएको थिएँ। अन्त चाहिँ यहाँनिर अब यस्तो मलाई मन पऱ्यो कि अन्त तपाईँलाई पनि देखाउँछु भनेर चाहिँ मैले भिडियो बनाएँ। अन्त यहाँनिर चाहिँ ठुल्ठुलो ढुङ्गाहरू थियो, मन्दिर पनि थियो हो। अन्त यहाँनिर चाहिँ पुरा टुरिस्टहरू आउँछ नि त आजकल चाहिँ। अन्त यो बाटो चाहिँ हेर्नु त यति साह्रो दामी थियो कि यो चाहिँ अहिलेको इन्जिनियरहरूले बनाएको 1 साले बाटो चाहिँ होइन, यो चाहिँ 100 सालभन्दा पनि ज्यादा भइसक्यो। हेर्नुहोस् त बिचमा ढुङ्गाको ड्रेन पनि बनाएको छ, मजाले सोलिङ गरेर बनाएको छ क्या यो बाटो चाहिँ। अझैसम्म जस्तोको त्यस्तै छ यो चाहिँ हो। अन्त यहाँनिर चाहिँ हो ह्याङ्गिङ ब्रिज, हामी चाहिँ भन्छ यसलाई बरबटी पुल। र यहाँनिर चाहिँ पहिला चाहिँ हामी यहीँबाट हिँड्थ्यो, तर अहिले चाहिँ बन्द गरिदिएको छ यो भत्किएको कारणले। र यहाँको अलिकति पोर्सन चाहिँ बनाएको छ, यो चाहिँ टुरिस्टहरूलाई सेल्फीको लागि अरे हो। अन्त यो भित्र पस्नु लागि चाहिँ 20 रुपियाँ रहेछ, तर अहिले चाहिँ बन्द गरिरहेको छ फिलहालको लागि चाहिँ। अन्त पहिला चाहिँ हामी यहाँबाट हिँड्थ्यो, तर अहिले चाहिँ हामी माथि अर्को नयाँ पुलबाट हिँड्छ, किनभने पुरा कच्चा भइसकेको छ नि त। अन्त यहाँनिर चाहिँ अहिले बस्नुको व्यवस्था गरिदिएको रहेछ, झुलाहरू हालिदिएको रहेछ, पार्क बनाइदिएको रहेछ सानो बडे, यति साह्रो मजाले बनाएको रहेछ यो चाहिँ हो। अन्त यो चाहिँ अहिलेको नयाँ ब्रिज। थ्याङ्क यू फर वाचिङ।